यही ठाउँबाट गाइज म पारी कटेर जाने, कहिले यताबाट कहिले यताबाट जान्छु। यो हाम्रो चाहिँ हाइवे हो, यो माथि पनि हाइवे छ। यो बाटो उता जाने यस्तरी गाडी आउँछ। म चाहिँ यो बाटो आएको फेरि खेती लाउने तरिका मान्छे यस्तो कुनाउने कस्तो पनि म यो बाटो रिटर्न आउँछु। यो बाटोबाट रिटर्न हुँदै जान्छु। म जाने चाहिँ यो टाढा भन्दा नि यता हो। म यो बाटो दौडिँदै आएको छु गाइज। गाडी पछाडि आएको छ यस्तरी पछाडिको बाटो रनिङ गर्दै आएको। अब म यता अगाडि आउँदैछु। एकदम गर्मीको बेला हल्का रनिङ गर्दै आएको छु। अब हामी यता अगाडि चाहिँ यस्तो जङ्गल लुट्न सक्छौँ है। यो बाटो चाहिँ दौडिने बाटो। पारि चाहिँ दुईवटा घर छ है, चाहिँ कोरियन घरहरू, कोरियनमा अवस्थित घरहरू छ। यहाँ चाहिँ घरहरू खुला छ सानो यस्तरी। यो बाटो नै हिँड्ने गर्छु म। यता वृक्षरोपण छ, यो फुलहरूको फल दिने फुलहरू अनि सल्लाहको रुख हाइट। यो फुल अहिले चाहिँ कटिङ गर्ने बेला भएको छैन, यो फुललाई नै कटिङ गर्छन्। अनि त्यसपछि चाहिँ हामी यता पुलमा पुग्छौँ। अब यो वृक्षरोपण गर्ने बुढोको घर जाने बाटो। अब हाम्रो पुल होइन, पुल छ यहाँ, मान्न सकिन्छ। यता यस्तो ठाउँ छ, पानी आउने खोला हाम्रोतिरबाट नै आउँछ माथिबाट। त्यो खोला त्यो जङ्गल छ, चराहरू उडिरहेको छ। चाहिँ गाविस घर हो। यो चाहिँ चौबाटो छ, चौबाटो माथि चाहिँ घना जङ्गल। यो यता जाने, यता जाने, यता जाने, यता जाने। अनि यो चाहिँ रिभर। जब म चाहिँ रिटर्न भएँ होइन, अब म जाने बाटो चाहिँ यो यता होइन। अब यहाँ तपाईँहरू देख्न सक्नुहुन्छ कोरियन यो 80-85 वर्षको बाजेले रोप्नु भएको के यो तिल यस्तो राम्रो छ है। यति राम्रो कामहरू गर्नुहुन्छ कोरियनहरू आफूहरूलाई खानका लागि। पेन्सन भए पनि आफूले चाहिँ त्यस्तो काम गर्न चाहिँ छाड्नु हुँदैन क्या। अनि यताबाट चाहिँ यो हाम्रो एरियाको घरभरिमा राम्रो घर है। यो घर चाहिँ जुन पछाडि देख्नुभएको छ नि, यो घर यति राम्रो छ नि। म तपाईँहरूलाई ब्याक क्यामेराबाट पनि राम्रोसँग देखाइदिन्छु है। एकदम महँगो पनि होला यो घर सायद। यो चाहिँ हाम्रो टोल है। हाम्रो टोलको सबसे राम्रो घर भनेको यही घर हो क्या। त्यो महँगो पनि छ होला यो घर है, यति महँगो होला। यति राम्रो राम्रो आर्किटेक्चरहरू छ। यस्तरी पार्किङ साइडको। हामी चाहिँ टोलमा बस्छौँ होइन। अब म यो बाटो जान्छु अनि हामी बस्ने चाहिँ त्यो परभन्दा ठ्याक्कै यतापट्टि क्या। त्यो परभन्दा ठ्याक्कै यतापट्टि छ। यो चाहिँ हाम्रो दोस्रो गाडी चढ्ने ठाउँ होइन। यहाँ छ यो बाटो यताबाट जानु मिल्छ। यो माथि अहिले बाटोको सुरुङ हुनेतिर चाहिँ हाम्रो दोस्रो बस चढ्ने ठाउँ होइन। अनि यो बाटो हुँदै त्यो पुल मुनिसम्म जान्छु। अनि ठ्याक्कै वाल परेको ठाउँ चाहिँ यहाँ हो है। यो गाइज माथि छ। यो डाँडा चाहिँ एङ्गिन सानो हो। अहिले यो पुल चाहिँ यताको वालबाट जोडिएको छ। लेट्स सी म एकछिनपछि देखाउँछु तपाईँहरूलाई। गाइज म अघि
भनेको पुलमा आइसक्यो होइन रनिङ गर्दै। यही हो हाम्रो डाँडाको यो अगासी पुल। हामी चाहिँ यहाँबाट उता पहिला पालबाट भएको ठाउँ पाल भएको ठाउँबाट देखाउँ न। हो त्यो कुनमा चाहिँ पाल छ है। हो त्यो माथिको त्यो कुनमा बन्दैछ अहिले, यो बनिराखेको छ। यस्तो माथिबाट हेर्नुहोस् त्यो डेन्जर छ है, आकाशमै छ। यस्तरी उतातिर जोडिएको छ। उतातिरबाट अघिको ठाउँमा यस्तरी राखेको छ। यो सब यहाँले मेटलहरू सब यस्तरी तल यो हामी हिँड्ने बाटो हो। यो पहिला हामी हिँड्ने बाटो हो। यो तलको चाहिँ पहिला खोला हिँड्थ्यो, अहिले बाटो जस्तै छ। खोला चाहिँ यस्तरी पानी बग्छ यहाँबाट अहिले वालको पाइपबाट। अनि हामी चाहिँ पहिला हामी हिँड्ने बाटो चाहिँ यो है, यस्तरी। त्यो चाहिँ अर्को पुल हो फेरि उताबाट आउँछ, उताबाट यो टावरतिरबाट। यो टावर नै रह्यो मेरो कम्पनी। अनि यस्तो डेन्जर पुल। हामी चाहिँ अहिले यो बाटो हिँड्छौँ कि हिँडिरहेको छौँ। कहिले काहीँ त डर पनि लाग्छ माथिबाट केही खस्छ कि भनेर है, तर बाहिर केही छैन, हामी हिँड्ने गर्छौँ गाइज। अनि यताबाट हामी हिँडिरहेको हुन्छौँ। ठ्याक्कै अब त्यहाँ माथि डाँडा पनि एउटा कम्पनी बन्न लाग्छ कि ऊ होइन, त्यो उता पराइ पर्छ। लेट्स गाइज, म पनि यो कम्पनी डाँडाको पुलमा आइपुगेँ है। अघि मैले तपाईँहरूलाई देखाएको कम्पनी चाहिँ त्यो माथिको है, त्यो माथिको। यताबाट त्यो केसिसी भन्ने कम्पनी पनि देखिन्छ होइन, यताबाट त्यो छ। यो चाहिँ हाम्रो कम्पनी जाने बाटो क्या, अन्डरग्राउन्ड तलको यताबाट। अनि यो माथि चाहिँ एउटा कम्पनी बन्नको लागि पुरा एकदम तयारी हुँदैछ है। म चाहिँ यता आएको छु। अनि अब यता पछाडिबाट चाहिँ हामी माथि जाने बाटो, माथि त्यो माथिको कम्पनी यहाँको सबसे ठुलो कम्पनी हो क्या त्यो होइन। केसिसी साउनाफत भन्छ क्या त्यसलाई, केसिसी कम्पनी हो क्या। साउनाफत त तल पर्छ गाइज। यो चाहिँ हाम्रो कम्पनी है, हाम्रो कम्पनी। अनि हामी चाहिँ हाम्रो कम्पनी हो यो। अनि यता चाहिँ एउटा बुढी बजेको बारी है। यो बजेले चाहिँ दामी तरकारी खेतीहरू लगाउनुहुन्छ क्या होइन। एक्लै बुढी बजे हुनुहुन्छ, राति 9-10 बजीसम्म नै काम गरिदिनुहुन्छ क्या। त्यो त पारिपट्टिको पुल भइहाल्यो होइन। अनि यता पछाडिको चाहिँ हाम्रो कम्पनी। अनि यो म हिँडिरहेको बाटो चाहिँ हाम्रो बाहिर निस्किने बाटो होइन। अनि म अब तपाईँहरूलाई हामी बस्ने ठाउँ पनि देखाउँछु होइन। यस्तै हो परदेशीहरू बस्ने ठाउँ होइन, विदेशमा कम्पनीभित्र बस्नुपर्छ है। यता चाहिँ हामी बस्ने ठाउँ हो क्या। यता चाहिँ यो चाहिँ हो त्यो माथिल्लो तलामा चाहिँ म बस्छु। हो त्यो झ्याल म बस्नेको मेरो कोठा हो है। अनि यता पछाडि नै हल्का गाउँहरू छ होइन। यता बारी छ है, कन्टेनर पनि छ। बाटो भइहाल्यो। अब बजेले खेती लाउने बारी थियो है, छँदैछ। यता माथिको यो पुल, अनि त्यता पनि त्यो पुल थियो। यो चाहिँ तल तेर्सो जाने पुल चाहिँ माथिबाट यता जाने पुल है, भन्दैछ। अनि यताबाट हामी चाहिँ कम्पनी यता माथि एङ्गिनसन के एङ्गिन डाँडा, त्यहाँबाट चाहिँ माथि एङ्गिनसन चढ्न मिल्छ है। अनि यता चाहिँ हामी बाहिर निस्किने बाटो यस्तोहरू हुन्छ गाइज। बेलुका हिँड्दा रमाइलो हुन्छ। यता चाहिँ हामी बस्ने ठाउँ है।